नमस्ते, म प्रकाश पोखरेल हाना म्युजिक इन्स्टिट्युट बुटोलबाट। यो जापानिज भाषा ग्रामर पढाउने क्रममा चाहिँ आज म तपाईहरुलाई यो मेइ रेइ केइ भन्ने ग्रामर सिकाउन गइरहेको छु। यो चाहिँ इम्पेरेटिभ फर्म हो, यो निर्देशनमूलक निर्देशन हो यो है। अब सिनियरले जुनियरलाई अथवा सिनियरले आफूभन्दा तल्लो तहको मान्छेलाई अथवा छोराछोरीलाई केही कुरा गर भनेर है निर्देशन दिँदा तथा स्कुल प्रशिक्षण केन्द्र खेलकुद समारोह वा प्रतियोगिताहरूमा चाहिँ हुटिङ गर्दाखेरि पनि है डह्रो प्रभाव पार्नलाई चाहिँ अब ट्राफिक साइन र नारामा पनि यसको प्रयोग गरिन्छ। भन्न खोजेको यो त सिनियरले जुनियरलाई है प्रयोग गरिन्छ भने त्यस्तै गरेर प्रशिक्षण केन्द्रहरूमा पनि है यसको प्रयोग गर्न सकिन्छ। जस्तै यस्तो गर उस्तो गर भन्दाखेरि कोचहरूले है आफ्ना प्रशिक्षार्थीहरूलाई गर्छन्। त्यस्तै गरेर फेरि समारोह वा प्रतियोगिताहरूमा हुटिङ गर्दाखेरि पनि हामीले यसको प्रयोग गरिन्छ। अनि नारा लगाउँदाखेरि पनि है अब देश छोड भन्छन् हैन, डट डट यस्तो अनि देश छोड यस्ता कुराहरू गर्छन्। हो त्यस्तोमा पनि डह्रो प्रभाव गर्नलाई चाहिँ हामीले ट्राफिक साइन र नारामा पनि यसको प्रयोग गरिन्छ। जस्तै हेर्नु त, यसलाई फर्स्ट ग्रुप भर्बमा चेन्ज गर्ने तरिका म सिकाउँछु। यो ग्रुप भर्ब अनुसार फरक फरक हुन्छ। फर्स्ट ग्रुप भर्ब, सेकेन्ड ग्रुप भर्ब र थर्ड ग्रुप भर्बमा है फर्स्ट ग्रुप भर्बमा मासलाई हटाएर मासभन्दा अगाडिको ई साउन्डको अक्षरलाई, फर्स्ट ग्रुप भर्बमा जहिले पनि मासभन्दा अगाडिपट्टि ई साउन्डको अक्षर हुन्छ। जस्तै आई मास भन्दाखेरि मासभन्दा अगाडिपट्टि ई भयो, खाकी मास भन्दा पनि ई भयो। हो त्यही ई है ई साउन्डको अक्षरलाई चाहिँ त्यसैको ए साउन्डमा चेन्ज गरिन्छ भन्ने कुरो भयो है। जस्तै क्यान फर्ममा चाहिँ ए साउन्डमा चेन्ज गरेर मास अथवा रु लगाइन्छ भने यसमा चाहिँ त्यतिकै छोडिन्छ, ए साउन्डमा चेन्ज गरिन्छ। जस्तै इकी मासको इके हेर्नु त, मासभन्दा अगाडिपट्टि किला चाहिँ केमा चेन्ज गरियो, त्यतिकै छोडियो इके। क्यान फर्ममा के गरिन्छ, इके है इकेरु अथवा इके मास भनेको जान सक्छु भन्ने अर्थ हो है। हो यसमा चाहिँ इके मात्रै गराएको छ। नोमी मासको मास हटाइयो, मिला चाहिँ मे गरियो, नोमे है। अब क्यान फर्ममा हामीले के गरिन्थ्यो, फेरि नोमे मास गरिन्थ्यो, त्यो कुरा बुझ्नु होला। इके भनेको जा, नोमे भनेको पी भयो। अब खाकी मासको फेरि खाके भनेको लेख, यहाँ पनि त्यही हो, मास हटाइयो, किला चाहिँ केमा चेन्ज गरियो। क्यान फर्ममा खाके मास गरिन्थ्यो, खाकी मासलाई चाहिँ खाके प्लस मास अथवा खाकेहरू गरिन्थ्यो। अनि गाम्बारी मास भनेको मिहिनेत गर्नु, गाम्बारे है प्रशिक्षण केन्द्रहरूमा अथवा कोचले चाहिँ गाम्बारे भन्छ हैन। ओके, यो भनेको मिहिनेत गर भनेको है। यो भयो फर्स्ट ग्रुप भर्बलाई। अब म तपाईहरुलाई सेकेन्ड ग्रुप भर्बलाई सिकाउन जाँदैछु। सेकेन्ड ग्रुप भर्बलाई चाहिँ मास हटाइन्छ, सिधै रो जोडिन्छ। के जोडिन्छ, रो जोडिन्छ। जस्तै ताबे मासको ताबेरो, केही पनि छैन, मास हटाइयो है, यो मास हटाइयो अनि रो जोडियो, ताबेरो। मी मासको पनि त्यही हो, मास हटाइयो, मिरो गरियो, हेर भयो। ताबेरो भनेको खा, मिरो भनेको हेर। अब ने मासको मास हटाइयो, नेरो, नेरो भनेको सुत। ओकी मासको मास हटाइयो, ओखिरो, उठ। सजिलो छ नि हैन। ओके, अब म जान्छु थर्ड ग्रुप भर्बमा। थर्ड ग्रुप भर्बमा चाहिँ कि मासलाई चाहिँ कोही गरिन्छ है। यो अलिकति फरक हुन्छ, दुईटा मात्रै हुन्छन् थर्ड ग्रुप भर्बमा है, कि मास र सिमास। अब नियम लगाउन भन्दा बुझ्नु पर्ने हुन्छ हैन, गोक्ने हो। अनि सिमासको सिरो भन्ने हुन्छ है, कोही र सिरो। कोही भनेको आइज, सिरो भनेको गर। ल यति भइसकेपछि अर्को एउटा कुरा, जस्तै साथीभाइसँग पनि बोल्दाखेरि ततमम गरेर बोलिन्छ नि है। जापानी भाषामा चाहिँ अझै यसलाई त लगाइन्छ नै, यसको पछाडिपट्टि यो लगाइयो भने यसले चाहिँ है जस्तै साथीभाइसँग बोल्दा अन्तिममा यो अक्षर लगाएर थोरै यसलाई चाहिँ पोलाइट गरेर बोल्ने पनि गरिन्छ जापानमा है। जस्तै हेर्नु त, ओरे निमो भनेको ओरे भनेको म हो, मलाई पनि भन्न खोजेको। अनि ज्युस है, ज्युस ओ अनि खाते कुरेरो यो है, मलाई पनि जुस किनेर ल्याइदेऊ भनेको। अब त नै भन्नियो, जा भन्नियो, पी भन्नियो है, ल्याइदेऊ भन्न यो राखेर यो अक्षर थपियो, यो गर्न सकिन्छ है। यसरी हामीले मेरे केहीलाई हामीले गरियो भने अर्को चाहिँ छ फेरि किन्सी केही। किन्सी केही यो चाहिँ निषेधित फर्म है, निषेधात्मक फर्म हो, प्रोहिबिटिभ भन्छ यसलाई। यो चाहिँ अर्को उसमा चाहिँ तपाईले जान्न सक्नुहुन्छ, अर्कोमा चाहिँ सिकाउँछु मैले है किन्सी केहीलाई। ल अर्को भिडियो बनाउने छु। थ्यांक यू।